2082 साल पुस 27 गते पृथ्वी जयन्तीको दिन भृकुटी मण्डपमा कङ्ग्रेसको विशेष महाधिवेशन चल्दै थियो। गगन थापाको आँट र त्यो दिनको भाषण पश्चात सामाजिक सञ्जाल पुरै गगनमय भएको थियो। काङ्ग्रेसमा प्रश्न मरेको छैन, यहाँ कुनै बा छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। यहाँ हामी सबै बराबर छौं। त्यतिकैमा बालेनले सामाजिक सञ्जालमा एउटा फोटो हाल्छन् जसको क्याप्सनमा लेखिएको थियो, शुभकामना सबैलाई, हामी आउँदैछौँ भनेर बालेनले मेयर पदबाट राजीनामा दिएर अब राष्ट्रिय राजनीतिमा आउन लागेको सङ्केत मात्र गरेका पनि हुन सक्छन्। तर दिनभरिको उनको भेटघाट र पछिल्ला चर्चाहरूको कारण बालेनले आउँदैछौँ भनेर पूर्व आउन लागेका कुरा अथवा झापा 5बाट चुनाव उठ्ने कुरा अघि सारेका त होइनन् भनेर थप चर्चाहरू हुन थाल्यो। खासमा झापा 5 भनेको पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पटक पटक जित्दै आएको ठाउँ हो। उनीहरूकै